सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म बाइक बेच्न लागेको र कुनै समय थियो एक दिन मैले बाइक पाउनको लागि धेरै स्ट्रगल गरेको थिएँ र आज त्यही बाइक बेच्न जाँदैछु। म हेर्न सक्नुहुन्छ म बाइक चट्ट धोएर मैले रेडी पारिसकेको छु। अब म तपाईँहरूलाई देखाउन चाहन्छु र म अब बिर्तामोड यसलाई बेच्न लिएर जाँदैछु। टक्क धोएर मैले सफा पारिसकेको छु। बिलुकहरू नागरिकता टक्क ब्यागमा हालेको छु र मेरो हेलमेट त्यहाँ छ, टक्क पारेर त्यहाँ छ। अनि अब दिदी र म जानु लाग्यो। सबै थोक ब्यागमा हालेको छु मैले नागरिकताहरू। अरू केही चाहिन्छ केही चाहिँदैन त्यस्तो। टक्क धोएर मैले रेडी पारेको छु, हेर्न सक्नुहुन्छ तपाईँलाई म देखाउँछु। धोएर रेडी पारिसकेको छु। 1X मा सुटानु टक्क धोएँ। यसलाई म सबैतिरबाट देखाउँछु। इट्स टाइम टु से गुड बाई है। र यो मैले बेच्नु कारण के हो भने तपाईँहरूले छिट्टै थाहा पाउनुहुनेछ होइन। टक्क मैले धोएर रेडी पारेको छु। अब यसलाई बिर्तामोड लिएर जाने हो। दामसाम कति हुन्छ मिलाएर टक्क बेचिदिएर आउने हो। अब के गर्नु, पैदल हिँड्नुपर्ने दिन आयो गाइस। चट्ट हारेर धोएर टक्क रेडी पारेको थिएँ। ल टक्क अब म जानु लाग्यो। एकचोटि साउन्ड सुनिदिउँ न त। तेल पनि छैन। अब म यहाँदेखि टक्क निस्किनु लाग्यो। टक्क भएर हेर्न सक्नुहुन्छ। लेट्स गो। ल त्यहाँ छ बाइक चाहिँ, त्यहाँ छ टक्क पारेर। र म दिदी घर आइसकेँ टक्क पारेर। अब दिदी र म सँगै जाने हो। के हुन्छ जाम काम टक्क मिलाएर बेचबाच पारेर आउने हो। र मैले किन बेच्न लागेको म तपाईँहरूलाई बिस्तारै टक्क भनिदिन्छु। केही दिनमा मैले भिडियो नै हालिहाल्नेछु नि। तपाईँले भिडियो हेर्नुहुन्छ टक्क पारेर होइन। अब म के भन्नु यार, निशब्द छु, निशब्द होइन। के भन्नु, मैले जस्टिफाई नै गर्न सक्दिनँ क्या यो बाइकलाई बेच्नु। फर्स्ट बाइक थियो मेरो। के भन्नु, इमोसनल भइरहेको छु। बेच्नै पर्ने रहेछ, के गर्नु है। अब टक्क पारेर हामी यो बाइकलाई हामी बेचेर आउँछौँ। अनि म के कतिमा बेचेको म तपाईँलाई टक्क पारेर दामसाम सबै भनिदिन्छु होइन। अरू त के भन्नु र, मुटु डुकडुक गरिरहेको छ यार। यो भिडियो बनाउनुको मकसद के हो भने जस्ट मेमोरी। र पछि मैले हेर्छु त्यसै कारणको लागि मैले भिडियो बनाएको। ल फेरि भेटौँला। अब ट्याक्क बिर्ताउनै भेटौँला न। ट्याक्क दामसाम कति हुन्छ टक्क पास गर्ने बेलामा भिडियो सिडियो बनाएर म टक्क युट्युबमा हालिदिन्छु। तपाईँले टक्क माया देखाइदिनु। सो गाइज हामीले बाइक बेचिदिइसक्यौँ। अब ट्याक्क पारेर यहाँ छ। अब हामी यो बाइकलाई पास गरिदिनु लाग्यो। बाइक चाहिँ हामी यहीँ छोडेर जानु लाग्यो यो बिर्तामोड कन्डिसनमा। प्राइस चाहिँ म तपाईँहरूलाई अब त्यतै गरेर भन्छु। ट्याक्क यहाँ छ बाइक। के गर्नु, बेच्नु पर्यो होइन। टक्क सो गाइज पास गरिदिन आइसकेको छु। पास गरिदिने हो। निस्किने यहाँ पास गरिदिन जाँदैछु। अब कति टाइम लाग्ने हो। गाइज मैले चाहिँ पास गरिदिएर निस्किसकेको यहाँ त। अब टक्क म जान्छु त्यहाँ अफिसबाट। म अफिस हो पर रहेछ। पास चाहिँ गरिदिइसकेँ मैले। त्यही त अब के भन्नु। सो गाइज म आइसकेँ होइन। अब बाइक चाहिँ नै यसरी नै हिँड्नुपर्छ, के गर्नु होइन। बाइक बेचेर आइहाल्यो। टाउकोमा बाइकको नाममा अब यो हेलमेट छ, के गर्नु। खोजेको दाम पाइएन। बाइक चाहिँ बेचिसक्यो फाइनली। टक्क म घर आइपुग्न लागेँ। बाइक चाहिँ बेच्यो, के भन्नु अरू र। थ्याङ्क यू सो मच फर वाचिङ बाई।